सो हेलो नमस्ते एभ्रिवान, यु गाइज आर फाइन। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। जुन अहिले रिसेन्टली हाम्रो मेटा कम्पनीबाट चाहिँ जति पनि यो एपहरू बनिरहेको छन्, वाट्सएप, यो गुगल, युट्युब, इन्स्टा अनि यो फेसबुक मेसेन्जरहरू जति पनि एपहरू छ नि, जो मध्ये चाहिँ अहिले रिसेन्टली यो 2026मा चाहिँ वाट्सएपमा चाहिँ एउटा नयाँ सिस्टम चाहिँ अपडेट भएर आएको छ, ताकि यो धेरैजना साथीहरू दाजुभाइहरूलाई चाहिँ थाहा नहुनसक्छ। रिसेन्टली मैले चाहिँ थाहा पाएर चाहिँ हजुरहरूलाई केही कुरा चाहिँ म सेयर गर्न गइरहेको छु। यो चाहिँ एकदम महत्त्वपूर्ण खाले कुरो छ। हजुरहरूले यो राम्रोसँग सुनेर चाहिँ यसलाई लेख्न सक्नुभयो भने भोलिको दिनमा हजुरहरूलाई त्यस्तो धेरै समस्या नआउन सक्छ। र यो जान्नुभयो भने हजुरहरूले जो साथी भाइहरूलाई पनि नम्बर चाहिँ सेयर गर्नु पर्दैन। रिसेन्टली कोड चाहिँ हजुरहरूले सेयर गर्नुभयो भने त्यो कोड हानिसकेपछि चाहिँ रिसेन्टली हजुरहरूको नम्बर र नाम देखाउँछ। र त्यो हजुरलाई देखाउने गइरहेको छु, जुन चाहिँ यो वाट्सएपमा भइरहेको छ यो सिस्टम, ताकि तपाईँको चाहिँ यो अस्ति जुन 1बाट चाहिँ यो लागु भएको थियो, धेरैजना साथीहरूलाई थाहा नहुनसक्छ। त्यो भएर म रिसेन्टली अहिले हजुरहरूलाई चाहिँ यो चाहिँ म अपडेट गर्न गइरहेको छु। यो चाहिँ राम्रोसँग बुझेर सुन्नु होला है त। ल, म फर्स्ट अफ अल चाहिँ म वाट्सएपमा जान्छु र हजुरलाई म फेस टु फेस सजिलोसँग सिकाउन गइरहेको छु। ल, फर्स्ट अफ अल वाट्सएपमा जाउँ र गइसके पछाडि यहाँ चाहिँ हजुरहरूको यो क्यामेरा भन्दा यता माथि थ्री डटको लाइनमा क्लिक गर्नु होला। ल, त्यो सँगसँगै यहाँ तल सेटिङमा जानु होला। र गइसके पछाडि यहाँ तल अकाउन्टमा क्लिक गर्नु होला। र त्यो सँगसँगै यहाँ तल यो अकाउन्ट भएको नेरी चाहिँ यहाँ युजर नेम छ, यो युजर नेममा क्लिक गर्नु होला। र जस्तै यहाँ माथि मेरो देखपडा भ्लग्स देखाइरहेको छ भने अब यहाँ म एडिट गर्छु र अब मेरो रिसेन्टली त्यो भइसकेको छ। म हजुरलाई चेन्ज गरेर देखाउन गइरहेको छु। फर्स्ट अफ अल यहाँ अब युजर नेममा क्लिक गर्ने है। अब यहाँ जस्तै दुईजना व्यक्तिहरू हुनुहुन्छ, जस्तै देखपडा भ्लग्स चाहिँ दुईजना व्यक्ति छ भने चाहिँ रिसेन्टली चाहिँ मैले यो चाहिँ रिजर्भ गरेर राख्न मिल्छ क्या। जस्तै अब म देखपडा भ्लग्स भएँ भने अर्को व्यक्तिले चाहिँ रिजर्भ गर्नुभन्दा अगाडि चाहिँ मैले रिजर्भ गरेर राख्नु मिल्छ क्या। जस्तै अब दुईजना नाम त्यस्तो व्यक्ति भयो भने चाहिँ पहिला चाहिँ आफूले रिजर्भ गर्न मिल्छ र त्यो रिजर्भ गरेको चाहिँ अर्को व्यक्तिले चाहिँ रिजर्भ गर्न मिल्दैन। जस्तै अब म देखपडा भ्लग्स क्रिएट गर्छु, यहाँ हजुरहरूले हेर्नु होला। जस्तै देखपडा भ्लग जस्तै यहाँ भयो होइन। अब भइसके पछाडि रिसेन्टली मैले यहाँ सेभ गरेँ। अब जस्तै अरू व्यक्तिले चाहिँ यो देखपडा भ्लग चाहिँ क्रिएट गरेको छैन, उसले युजर नेममा राखेको छैन भने त्यो देखाउँदैन। जस्तै राखेको छ भने यहाँ देखाउँदैन र मैले चाहिँ अब राख्न गइरहेको छु, त्यो व्यक्तिले राखेको छैन होइन। अब म सेभ गर्न गइरहेको छु, देख्नु होला। यो चेन्ज यो रिजर्भ युजर नेम भनेको चाहिँ अब मैले रिजर्भ गरेर राखेँ, जो कोहीले मेरो राख्न सक्दैन। ओके, अब एडिट गर्न मन लाग्यो भने एडिट गर्दा नि भयो, र होइन भने यहाँ तल यो कन्ट्याक्ट मी बाई युजर नेम छ, यहाँ तल जानु होला। र अब एभ्रिवानमा क्लिक गर्ने भने त सबैलाई थाहा हुन्छ। र पर्सनल राख्नु भने पिपल हु नो माई कीमा क्लिक गर्नु होला। यो मैले राखेको छु। जस्तै अब यहाँ कोड आउँछ, एउटा की आउँछ। अब तपाईँहरूले टाइम अनुसारको राख्न भ्याउनु भएन भने यहाँ तल यो यस्तो 3 डटको भन्दा नि यो एरो जस्तोमा क्लिक गर्नु होला। यो 2-4 चोटि क्लिक गर्यो भने यहाँ टाइममा भ्याउँछ। र जस्तै अब तल सेभ की छ, यसमा क्लिक गर्नु होला। अब भइसक्यो, युजर नेम की चेन्ज भनेर तल देखायो। अब यता यो माथि आउनु होला, फेरि क्लिक गर्नु होला र क्लिक गर्नु होला यता। र क्लिक गरिसके पछाडि चाहिँ हजुरहरूको नाम यहाँ देखाइसक्यो। जस्तै अब देखपडा भ्लग्स भनेर मैले यहाँ क्रिएट गरिसकेँ। यो चाहिँ मेरो रिजर्भ भयो नाम होइन। जस्तै हजुरहरूले पनि मैले गरेको जसरी नै हजुरहरूले राख्न सक्नुहुन्छ। यो एकदम सजिलो छ, त्यस्तो धेरै गाह्रो केही पनि छैन। हजुरहरूले केही बुझ्नु भएन भने मलाई
मेरो देखपडा भ्लग्स युट्युब च्यानल छ, त्यसमा हजुरहरूले मलाई पर्सनल पनि मेसेज गर्न सक्नुहुन्छ र त्यही सँगसँगै म हजुरहरूलाई पनि सिकाउन जानेछु। र आजको भिडियो यति नै। अर्को भिडियो म हजुरहरूलाई फेरि केही नयाँ कुराहरू आयो भने म हजुरहरूलाई अपडेट गर्ने नै छु। हस् त, धन्यवाद।